हाम्रै राष्ट्रिय भाउजूले कुनै समय पहिला सदनमा उठाउनु भएको यो कुरा सुन्नुहोस् त। मेरो श्रीमान आजसम्म 5-6 चोटि प्रधानमन्त्री भइसक्नु भएको छ। हाम्रो सम्पत्ति विवरण मेरो लगायत यो नेपाल सरकारसँग सुरक्षित छ। मलाई एउटा म अनुरोध गर्न चाहन्छु कि हामी जति एउटा सांसद छौं जहिलेदेखि बनेका छौं सबैको सम्पत्ति विवरण प्रकाशित होस् र हाम्रो वेबसाइटमा राखियोस्। जनताले सबैले देखोस् कसको के थियो, कहिलेदेखि थियो, कसको बढ्यो, कसको घट्यो, के स्रोत हो, सबैको होस्। हामी साँच्चैको आम्मामा कस्तो मिठो कुरा गर्नु भएको रहेछ उहाँले। उहाँ जस्तो मान्छे त हामीलाई चाहिन्छ के। उहाँ जस्तो मान्छेको सदनमा खाँचो छ अझै पनि। उहाँ जस्तो भिजन, उहाँ जस्तो ट्रान्सप्यारेन्ट सोच राख्ने मान्छे हामीलाई चाहिन्छ के। कहाँ उता सिङ्गापुर बसिराख्नु भएको रहेछ उहाँलाई बोलाउनु पर्यो कि प्लिज। लौ न, उहाँको माग सुनिदिनु पर्यो, उहाँको कुरा बुझिदिनु पर्यो। राजसभा सरकारले अब पहिलाको सरकारले त बुझेन सुनेन, अब चाहिँ सुनिदिनु पर्यो के। सबैभन्दा पहिला उद्घाटन चाहिँ त्यो कानुन लागू भएपछि चाहिँ उहाँबाट नै गर्नु पर्यो। उहाँ र उहाँको बुढा माथि छानबिन गरेर त्यो उद्घाटन गरेर यो नियम लागू गर्नु पर्यो नेपालमा पनि। अनि वेबसाइट चाहिँ बनाउनै पर्यो के। कसको कति सम्पत्ति घटबड भइरहेछ त्यो चाहिँ बुझ्नु पर्यो के। जनताहरूले पनि जान्नुपर्छ। एकदम राम्रो कुरा गर्नु भएको रहेछ उहाँले। यस्तो मान्छे देश छोडेर गएर हुन्छ र भने प्लिज उहाँलाई बोलाउनु पर्यो है।